आज धेरै दिनपछि चाहिँ म यहाँ मेन रोडमा आएको छु गाइस। तपाईँहरू देख्न सक्नुहुन्छ अलगढीबाट चाहिँ जाँदैछु हाम्रो रुमतिर। अहिले देख्न सक्नुहुन्छ यो चाहिँ हामी सबैभन्दा अलगढीदेखि तेर्सो जाँदाखेरि चाहिँ यो फुलहरू फुलेको देख्न पाइन्छ। इन्ट्रेस्टिङ कुराहरू के छ भने यहाँनिर भिडभाडहरू देख्न सक्नुहुन्छ। यहाँबाट गाडीहरू मान्छेहरू धेरै देख्न सक्नुहुन्छ। नयाँ ठाउँहरू यहाँनिर कसरी नयाँ नयाँ मेरो लागि चाहिँ धेरै दिनपछि आएको र कस्तो लागिरहेछ गाइस। आज आएर यस्तो हिजोसम्म चाहिँ त्यस्तै थियो त्यस्तै थियो नयाँ लाग्यो थोरै चेन्ज देखिँदैछ गाइस। के देखियो? फुलहरू फुलेको छ अनि छैन कहाँ छ यो बिचमा हेर त त्यो फुल अस्ति पनि फुलेकै थियो हिजोको आज तर म निकै दिन अगाडि आएको थिएँ यहाँनिर। अहिले चाहिँ फुलिसकेछ। त्यसपछि आफ्नै क्लासको केटाहरूले भाइ भन्छ हेर्नु न। मेरो भाइ सम्मान गर किन हो दाइ दाइहरू पनि छ बाइक भनेर हामी रोकिएको। मेरो भाइलाई यस भाइको माया लागेछ क्या दाइलाई बाइक रोकिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हामी त्यहाँको मेन रोडको बिचमा आएर छौँ। यहाँ अगाडि छ पास्टर हस्पिटल। ए मेरो यहाँनिर थोरै काम छ हौ। के गर्नु मेरो हात चाहिँ गराउनु पर्ने छ जाने गराइहाल्ने के छ काम चाहिँ कस्तो यहाँ हात दुखिरहेको छ क्या हामीलाई। त्यही चाहिँ लगेर मुख लगेर यो स्प्रे लगेर गर्ने होइन कसरी स्प्रे लगेर गराउने हो कसरी स्प्रे के हो ढोक्रीहरूको ढोक्री भनेको त्यो किलो जस्तो आउँछ क्या। कसरी थाहा पाइरहेको त्यो आउँछ त्यो आउनु भनेको त अब घाँसहरू काट्दाखेरि के हुन्छ नि त पर्छ। हस्पिटलमा छिर्दैछौँ गाइस हेर्न सक्नुहुन्छ अहिलेको माहौल चाहिँ यस्तो छ हामीहरूसँग चाहिँ। हुनु चाहिँ यहाँनिर हस्पिटलमा आएपछि धेरै कुरा थाहा पाउँछ भन्छ होइन मान्छेहरूले अब जिन्दगी समस्या भएकोहरू मान्छेहरू यहाँ चाहिँ आउने गर्छ प्रायः जस्तो बिरामी हुँदैन। मेरो नि हात दुखिरहेको छ यहाँ हात सुनिरहेको छ। इमर्जेन्सी हस्पिटल यहाँनिर इमर्जेन्सीमा आउन सक्नुहुन्छ। यहाँ जिल्ला अस्पताल भनेर यहाँ सोध्नुपर्ने छ कहाँनिर हुन्छ यहाँको ठाउँहरू हेर्न सक्नुहुन्छ। हामी स्वयं रूममा चाहिँ आएको छौँ। यहाँभित्र चाहिँ यस्तो देख्न सक्नुहुन्छ।